हेलो गुड मर्निङ बोन दिया सबैजनामा। आज चाहिँ 24 फेब्रुअरी 2026 ट्युजडेको दिन। बिहान चाहिँ एकदम हुस्सु लागे पनि अहिले चाहिँ घाम टल्किरहेको छ, मौसम मजाले खुलेको छ। सो मामा भान्जा बाहिर निस्केको छौँ। हामी चाहिँ जाँदैछौँ वर्तनमा है। स्याटरडे चाहिँ मैले वर्तनबाट स्याउ अर्डर गरेको थिएँ अनि आज चाहिँ आइपुग्यो भनेर एसएमएस आएको छ। सो हामी जाँदैछौँ वर्तनमा। कुन चाहिँ स्याउ हो त्यस्तो अर्डर गर्नुपर्ने अनि आइपुग्न पनि 2-3 दिन लाग्ने भनेर सोच्दै हुनुहुन्छ भने भिडियोको लास्टमा अनबक्सिङमा थाहा पाउनुहुनेछ कुन चाहिँ स्याउ भनेर। कृपया भिडियो लास्टसम्म हेरिदिनु होला। बर्तन आइपुगेपछि चाहिँ फेरि मैले क्यामेरा मामालाई थमाएर म चाहिँ गएँ मेरो अर्डर लिनको लागि। फाइनली मेरो अर्डर पनि रिसिभ भयो। सुन्तौली लिन जाने उमेरमा स्याउ लिन जानुपर्छ भन्दै मामाले जिस्काउँदै हुनुहुन्थ्यो, तर म चाहिँ आएँ स्याउ नै बोकेर है त। लेट्स ओपन द बक्स। मैले अर्डर गरेको स्याउ चाहिँ यही हो है, एप्पल। यो चाहिँ हाम्रो एप्पलको म्याजिक माउस। अनि मेन चिज चाहिँ यो बक्सभित्र रहेको छ। लेट्स ओपन द बक्स। So this is the one sale I ordered from Morton है त, Apple MacBook Air. And let's open the box and see what comes inside with this laptop है त। यो चाहिँ रहेको छ हाम्रो MacBook Air 13.6 inch, comes with M4 chip, 16 GB RAM and 256 GB storage। अनि यसको कलर चाहिँ रहेको छ मिठो मिडनाइट ब्ल्याकमा है त। So it comes with Apple's 30W Type-C adapter along with braided MagSafe 2-meter cable है त। मैले चाहिँ मोबाइल र ल्यापटपको कलर म्याच गराउने सोचिरहेको थिएँ, तर सिल्भर मगाउने ठाउँमा मिडनाइट ब्ल्याक मगाएको छु। बट नो वरिज, मैले चाहिँ मोबाइलको कभर चाहिँ सेम राख्नेछु है त। अनि यो चाहिँ हाम्रो रहेको छ एप्पलको म्याजिक माउस। लेट्स ओपन द बक्स। आजको मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त? मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ भन्दै अर्को भिडियोमा फेरि भेटौँला। सी यू।